नमस्कार। के तपाईँको बच्चा भइराखेको छैन? बच्चा जन्माउने शक्ति अथवा क्षमता जुन शरीरमा हुन्छ त्यसको ह्रास भएको छ, बच्चा उत्पादन हुन सकिरहेको छैन, महिला पुरुष दुवैलाई समस्या देखिएको छ भने डाक्टरकोमा जान उहाँहरू चाहनुहुन्छ, डाक्टरकोमा देखाउन चाहनुहुन्छ। किन हामीलाई बच्चा भएन, हामीलाई पनि बच्चा भइदियोस्, अरूका चाहिँ बच्चा बच्ची हाम्रो पनि घरमा भइदियोस्, हाम्रो विवाह भएको पनि समय धेरै भयो, बच्चा बच्ची भइरहेको छैन भन्ने समस्यामा कोही हुनुहुन्छ भने उहाँहरूले डाक्टरकोमा गएर पनि बच्चा हुन्छ भन्ने कुनै ग्यारेन्टी त हुँदैन, धेरै पैसाको बर्बादी हुन्छ। तर आज मैले बताउन जाँदैछु उहाँहरू डाक्टरकोमा जानुभन्दा पहिला एउटा उपाय गरेर विचार गरेर अनि मात्रै जानु होला। किनभने यो जुन उपाय विधि मैले बताउँदैछु त्यसको 90% रिजल्ट राम्रो नै आएको छ। यो धेरै नै पुरानो आयुर्वेदिक पुस्तकहरूमा लेखिएको विधिको बारेमा म जानकारी दिँदैछु। त्यसको लागि उहाँहरूले गर्नुपर्ने के हुन्छ भन्दा महिला र पुरुष दुवैले गर्नुपर्ने हुन्छ। त्यसको लागि जुन चुना हुन्छ, गहुँको दानाको आकार जति हुन्छ हो त्यति बराबरको चुना, जुन पानमा अथवा सुर्तीमा लगाएर खाने जुन चुना हुन्छ हो त्यो चुनालाई लिएर दैनिक दिनमा एकपटक महिला पुरुष दुवैले 1 गिलास गन्नाको जुसमा अथवा गन्ना भनौँ अथवा उखुको रसमा मिलाएर घोलेर दिनमा एकपटक महिलाले पनि पुरुषले पनि खाने गर्न लगातार 6 महिना खानुभयो भने उहाँहरूलाई बच्चा बस्छ र बच्चा भएको छ। यो रिजल्ट एकदम पोजिटिभ रिजल्ट आएको भएर मैले तपाईँहरूलाई बताएको हो। उहाँहरूले त्यसपछि भएन भने तपाईँहरू डाक्टरकोमा गएर पनि अब अरू अगाडिको प्रक्रिया तपाईँहरूले के गर्दा हुन्छ जस्तो लाग्छ गर्न सक्नुहुन्छ। तर डाक्टरमा जानुभन्दा पहिला, पैसाको बर्बादी गर्नुभन्दा पहिला तपाईँहरूले यो विधि गरेर हेर्नु होला। उखुको रसमा एउटा गहुँको दानाको आकारको बराबर चुना दैनिक राखेर महिला पुरुष दुईटैले दिनमा एकपटक 1 गिलास उखुको रसमा घोलेर पिउनु होला। त्यसपछि भएन, 6 महिनासम्म गर्दा पनि भएन भने त्यसपछि डाक्टरकोमा जान सक्नुहुन्छ। हस्।